Hello guys, welcome to my mini blog. I'm रन्जु मुक्तान। हामी चाहिँ आज कहाँ जाँदैछौँ थाहा छ? हामी चाहिँ आज दक्षिणकाली मन्दिर जाँदैछौँ। अगाडि चाहिँ मम्मी हुनुहुन्छ, बाबु बोकेर बसिरहनु भएको छ। हामी चाहिँ सतुङ्गल हुँदै दक्षिणकाली मन्दिर गएको थियौँ र फाइनली हामी मन्दिर पनि पुग्यौँ। मन्दिर पुगेर सामानहरू ट्याक्सीबाट झार्दै हुनुहुन्छ अनि यता चाहिँ एकछिन पार्किङको लागि डिस्कस परिन्छ हल्का फुल्का हेरेर के छ ठिकै छ, पछि मिल्यो र हामी चाहिँ मन्दिरको लागि निस्क्यौँ। मन्दिर चाहिँ धेरै प्याक थियो, सो मैले पूजा चाहिँ गरेन किनकि मैले खाएर आएको थिएँ खाना। दिदी बहिनीहरू चाहिँ सबैजना पूजा गर्न जानुभएको थियो। मम्मी र म चाहिँ माथि नै बसेर बाबुलाई मन्दिरको दर्शन गराएँ। मम्मी र म चाहिँ माथिबाट दर्शन गरेर बसेँ। अनि त्यसपछि के बस्नु पर्ने, हामी मन्दिरबाट माथि निस्के पिकनिक स्पोटमा। अनि छोराको अहिले फोटो खिचेँ, फोटो सुट टाइम छोराको। त्यसपछि सबैजना पूजा गरिसकेर माथि आउनु भयो। त्यसपछि पिकनिक टाइम, त्यही बस्ने टाइममा चाहिँ मैले अब मम्मीलाई हेलो भन्नु मम्मी भनेको, मम्मी पनि हाई भन्दै हुनुहुन्छ। त्यसपछि यता बहिनीहरू चाहिँ भोक लागेको छैन, चौचो खाँदै हाई हाई गर्दै हुनुहुन्छ लिएर नि। म चाहिँ यसो हेरेको रोजिना रहेछ, रोजिला खोजेको उतारेको छ रोजिना चाहिँ। अनि त्यसपछि मम्मी, सानो मम्मी, ठुलो मम्मी चाहिँ भान्जी र छोरासँग हुनुहुन्छ। सबैजनाले पिकनिक खाइयो। मैले चाहिँ खाएर भिडियो बनाएको बाबुसँग हुँदै।